एउटा भिडियो बनाइदिनु न। हुन्छ पैसा लाग्छ नि फेरि पैसा तिराउला नि यस्तो पैसा सिधा भिडियो पनि बनाइदिनु। हैन जसले धान नाच्न सुरु गर्दाखेरि चार चटपटी हाँसो एउटा मात्रै यो के हो यो के पैसा खोइ भने तिम्रो सिधाइसकेर मैले चाहिँ नमस्कार नमस्ते everyone welcome to my channel स्वागत छ मेरो च्यानलमा आज पनि हामीले ब्लग पाउनेछ हैन धेरै पछि आज हामी यो यहाँ एकदम चुम्बुले आयोजना गरेको सुसेकपा ताकमानको बार्बिक्यू पार्टी लानेछौँ सबैजना यो के भइसकेको छ जान्छौँ अब दिदीहरु दिदीहरु स्वागत छ मेरो ब्लगमा पनि हो ब्लगमा ल हामीलाई राम्रो राम्रो देखाउनु है हस् 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 यसरी आउनु भएको छ हामी जान्छौँ गाइदै त ल कहाँ लोकेसन ल उहाँको पनि छ यस्तो छ गाइदै ल अब जान्छौँ हामी अब यहाँनिर बाटो हेर्छ लोकेसन होइन नयाँ ठाउँ हो यो चिबा ठाउँमा चाहिँ होइन जाँदैछौँ अब हेरौँ कहाँ पुग्छौँ भन्ने कुराहरू देख्नु पर्छ सुन्दर महिला छौँ उहाँ यहाँ आउनेछ सबैजना यस्तो छ नानीहरू यस्तो छ हामी जाँदैछौँ लोसनको अगाडि हो थोरै अलिकति अगाडि त्यही लोसनकै अगाडिको यस्तो माथिल्लोपट्टि चाहिँ होइन तल्लोपट्टिको बाटो छिरेर अलिकति मेरो प्रनिसा तिनजना गर्नुपर्छ सबैजना
आनी अहिले ल्याउँछु ए हस् 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 यहाँ दाइहरू चाहिँ भेट हुनुभएको थियो फेरि जाउँ भनेको मान्नु भएन अचानक भेट गरेर जानु भन्छ दाजुभाइहरू ठिकै छ छेउको बिल्डिङ रहेछ यस्तो छ है जब हामी जानेछौँ यहाँ चाहिँ कहाँसँग ब्लक बनाउनमा गर्मी व्यस्त भयो हुनुहुन्छ म पनि यहाँ गर्मीमा गएर छु भयो ए दाजैलाई जो बेरेटा मित्रहरू हामी जानेछौँ हामी अगाडि अगाडि आजको दिनमा चाहिँ म एक्स्ट्रा मान्छे भएँ आमै बहिनी त भनेर बुढाहरूले चाहिँ पेन सुनाइरहेको छु झर्छ र यता माथि चाहिँ यस्तो छ बिजोग सुनेर है लिएर आउँदै हुनुहुन्छ हामी चाहिँ जानेछौँ यस्तो छ है जानेछौँ है गर्मी छ त्यही पनि अब सम्झना बिर्सना गर्मी छ लास्टै गर्मी छ तामाङहरू गुरुङहरू मगरहरू धेरै मैले पनि झन् अझै पूर्वेलीहरू खासै भेट्दैन नि कति गाह्रो के पूर्वेली भेट्नै ल रेज खोलाको बोट धेरै बजीदेखि जापानमा फर्स्ट टाइम खोलाको बोट घाटबाट तपाईँलाई सिधा होला हौ अलिक मारा छ अब बल्ल सास आयो सिधामा लोकेसन चाहिँ आउँदा आयो तर कहाँ भन्ने थाहा भएन बिजोग बनायो ठाउँ लोकेसन चाहिँ कहाँ हो भने थाहा भएन कि अब त्यो छ है हालत कोही छैन त्यो भनेको त नि मान्छे दिदीहरू चाहिँ म हुनुहुन्छ अब हामी जान्छौँ लोकेसन चाहिँ यता रहेछ अनि उहाँ टाढो क्या होइन यताबाट अब यो लोकेसनहरू यो घर देखाउँछ अनि कहाँ यो घरमा हो र जाने लास्ट टाइममा उहाँबाट उहाँ जानुपर्ने रहेछ छोरीहरू आउँदै हुन्छ विनर विनर विनरको नाम के हो भन त ल नाम के तिम्रो नाम के हो तिम्रो ल हो गुड ल अब जान्छौँ त गाई चाहिँ हामी अब हामी जान्छौँ यस्तो छ है हाम्रो गाई होइन सिधै तल रहेछ हजुर ट्रेनहरू आइरहेछ होइन बजार जहाँसँगले चाहिँ जाँदैछौँ ऊ तल रहेछ अरे उता तल भन्छ मलाई पनि देखेको छैन यही बाटो होला नि कस्तो अनि यहाँ लोकेसन यहाँ राखेको त नि गाइस लोकेसन चाहिँ आइसक्यो हाम्रो यो रहेछ बार्बिक्यू पार्टीको लोकेसन चाहिँ है अनि अब रमाइलो गर्नुपर्छ यस्तो छ है एकजना देखेँ मैले म जस्तै सिङ्गापुरी लुङ्गी लाउनेलाई बधाई छ मलाई एकजना त लाउनु भएको
छ है लोकेसन चाहिँ मित्रहरू हाम्रो बाबुको पार्टीको आजको उता पनि ब्लग छ हेरिदिनु होला प्रणेश्वर लिम्बू ब्लगलाई सबैजनालाई माया गरिदिनु होला मेरो चाहिँ छानेछ सबैलाई माया गर्नु नै हुन्छ भन्ने आश चाहिँ छ त्यही पनि यसो अब ल सुरु भइसकेको छ च्याब्रन्स चारवटासँग राखेर त्यो त परिहाल्यो नि पैसा दिनु पर्यो नि त नि पैसा त चाहियो नि पैसा नदिकन खान पाइँदैन कहाँ पैसा न खान पाइँदैन भन्नु होला पहिला पैसा अनि खाना पहिला पैसा अनि चाहिँ उदा काउन्टर अगाडि हो कोही छैन साथी ल शिक्षक पतङ नामको चाहिँ म त लाज लागेर परै खोजेर आएको क्या घर गहनाहरू सबैजना हुनुहुन्छ अझै रेडी हुँदै हुनुहुन्छ त्यहाँ ए ल त्यसो त भिरिहाल्नु न त अब फेरि खोल्दै भिडियो अब पर हेरेको कोही देखिन कि मैले लाज लागेर प्यान्ट है यो चाहिँ पैसा तिरे पैसा तिरेको यो नलागि खानु पाउँदैन केही पनि हेरे 4 बजेसम्मको लागि 4 बजीसम्मको ल हामी चाहिँ अब पुरै यहाँ रेडी भयो अब ल फेरि मैले लगाएँ ल किन हो फेरि लाएँ ल सिलाउनु भएन त छोरीहरू साइनो लगाइदिनु भएन हेरेरै तपाईँले लिम्बूको कार्ड बोकेर इज्जत धानेको छ भन्नु पर्यो कोही थिएन क्या अरू बोक्ने अरे चेलीमाथि ल भेटघाट भेट पो गर्नुपर्ने भयो भयङ्कर हुँदैछ है तयारी चाहिँ यहाँ गाइज मलाई त्यो एउटा पानी दिनुहोस् न ल पानी होला हौ कम्पनी गाइज अब यो कुरोहरूलाई चाहिँ पानी चाहिँ परेर एकदमै यहाँ अब रमाइलो हुने अवस्था छ है पानीले चाहिँ एकदम यहाँ चाहिँ स्वागत गर्ने भयो ल आउँदै हुनुहुन्छ है ल टोलीहरू गएर बल्ल सुरु भयो अब हामी मात्रै छौँ कि भनेर त हामी छोरी पनि ठाउँ यहाँ बल्ल अब उता बस्नु होला नि ल सेवारो है सेवारो ठ्याक्कै यहाँ पनि पानी पनि पऱ्यो ओहो यो बिजोग बनायो हजुर बिजोग बनायो पानीले सिधै भिजाएको लगाए चाहिँ पानीले चाहिँ बिजोग बनायो पानीले चाहिँ बिजोग बनायो जस्तो आज कस्तो दामी पानी पर्यो यार ठ्याक्क आइदिएको ठ्याक्क पानी पर्यो
हुन्छ हुन्छ पानी रोक्ने नाम दिँदैन गाडी छ पानी रोक्ने नाम दिँदैन यार गाइस मैले गर्दाखेरि चाहिँ पानी पऱ्यो रह्यो पानी जब अगाडि बढाउने जमर्को गरिरहेका छन् र सम्पूर्ण आयोजक कमिटीका साथीहरूलाई आफ्नो कार्यवाहक सम्वादीहरूको लागि यहाँदेखि आग्रह गर्न चाहन्छु। क्यामेरा ल्याएपछि त जतिलाई नि गर्नु पर्यो मलाई नोगेन चाहिँ त्यो के अरे पैसा हामी नाम मात्रै लिम्बू हो भाषा आउँदैन म सिकाइहाल्छु नि माछा मार्ने के हो ए माछा मार्दो रहेछ नि छुट्यो
अब हाम्रो चाहिँ खानपिनको सुरु भइसक्यो ल अब चाहिँ हामी जान्छौँ है त यहाँ सबैजना सुरु भएको छ खानपिनको लागि चाहिँ अहिले कहिले काहीँ चाहिँ लङ टाइम सर्भ भएछ अनि हाम्रो सुनिता थेगिम र उहरूसँग छ के राकेश राई भन्नुभएको थियो ल हुन्छ ल अहिले अब बिस्तारै फेरि एकचोटि गरेर म पनि यसो छुट्टी हाम्रो हाम्रो त्यही त केमा बिजी हुनुभयो कि त्यो त दाइसँग चाहिँ अलिक चिन्ता थियो पहिलादेखि नै यस्तो छ है हाम्रो सबैजना आउनु भएको छ सेवाहरू खानपिन सुरु भइसक्यो च्याब्रुङ छ यहाँ हाम्रो आज यो च्याब्रुङ चाहिँ हाम्रो नगर्ने हो कि च्याब्रुङमा चाहिँ यस्तो छ यता रेडी छ खानेकुराहरू यस्तो छ है हाम्रो अब सुरु भयो खानपिनको चाहिँ यहाँ लाइन हुनेछ सरसँगले सर्लक्कसँगले गाइस अलग जानु न ए होइन होइन माफ गर म चाहिँ अब तयारी गराउनु पऱ्यो क्या सबैजना भइरहेको छ पानी परेर झ्याउ भयो क्या ह्यान्डब्यान्ड चाहिँ यो है यस्तो छ है ठाउँ चाहिँ लोकेसन चाहिँ यस्तो छ है गाइज है दामी छ ठाउँ चाहिँ है ठाउँ चाहिँ बवाल छ यस्तो छ ठाउँ चाहिँ होइन सर्लक्कसँगले सही छ सही आउनुहोस् गाइज आउनुहोस् नजिक हुनुहुन्छ भने खावा एकीबाट भित्रपट्टि हो टाढो छैन 10 मिनटको हिँडाइमा आइपुग्छ आउनु पर्यो लगायत च्याब्रुङ सुरु हुन्छ अब सानो मान्छेहरूसँग यसो अभिवादन यस्तो छ है ल फेरि पानी पर्यो फेरि पानी छिटायो तपतपी चित्त भएर त्यतिको होइन फेरि पानी छिटायो यस्तो छ है रमाइलो सुरु भइसक्यो अब हाम्रो सुरु भयो है त गाइस सुरु भयो हाम्रो
सुरु भयो है अब सुरु भयो है हाम्रो च्याप पनि सुरु भइसक्यो सिक्नुपर्छ नि ल अब हाम्रो खानातिर जानु पर्यो तपाईँलाई यसमै हट्छ त्यो चाहिँ ओखरी लाने ल यो पोरको है पोर सेकुवा फाक्सा पर्यो यो चाहिँ फाक्सा पर्यो एकछिनबार यता पर्नु यो भएन चाहिँ चिकन हो कुखुराको पखेटा हजुर थेवासा थेवा मोटो भन्दो रहेछ अनि अचार पनि छ अचार पनि लिनु होला हजुर अचार पनि हाल्दियो थोरै हालिदिनु नि त ल के राख्दिन्छ हुन्छ 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 बिचमै हाल्नुहोस् ल हस् धन्यवाद मलाई उयो दिनु न पानी हो यो बिचमा हो त्यो दिनुहोस् यो लोगो गाह्रो भयो साउन्ड हस् धन्यवाद बाँकी चाहिँ यो अब यो आयो है मेरो चाहिँ खाना अहिलेको म जान्छु यता सबैजना फ्री भइसकेको छ ल अघि सुरु भइसकेको छ अब म पनि सुरु गर्छु लगाइछु म चाहिँ बाथरुम गएर नि हुन्छ लिनु न एउटा लिनु होइन अब यो नखाए पनि घरै लिएरै जानुपर्छ सगुन दिनु नि त एउटा होइन मलाई नदेऊ म चाहिँ हाल्नु नि तपाईँलाई नानीहरूलाई त अब के भन्छ स्वीकार दिनुभयो धन्यवाद के पऱ्यो भने भन्नु है सेवाको लागि हाजिर छु पाहुनाजीहरू तपाईँहरू नलागिकन नशर्माइकन लिइदिनु हुनुको लागि म अनुरोध गर्न छ त नि अहिले निकालेको राख्ने ठाउँ तल राख्दा आज परिचय गर्नु पर्यो अगाडि आएर बसेर चटनी पनि आयो ल भयो
पजामा खोज्यो अहिले चटपटे सलाद पनि आयो नानीहरू पनि चटपटे खबर छ धान नाच्ने कुरा हुनेछ गाई धान नाच्न सुरु भइसक्यो धान नाच्नलाई मान्छे सुरु भयो सुरु भइसकेछ यहाँहरूको गरिमामय उपस्थितिलाई राज्यको सुन्दर जापानले हिजोदेखि नै मनन गरेको छ र आज कमिटीका बहिनी सुनिता लेखुवा बहिनी यसमा उपस्थित हुनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी यसै आयोजक कमिटीका बहिनी सुनिता खानपिन भइरहेछ है खानपिन यो चाहिँ च्याब्रो डान्स हो रासँगले नाच्ने
चटपटे यो अचार चटपटे हाछ एउटा मात्रै यो के हो यो के पो खै भने तिम्रो सिधाइसकेर मैले चाहिँ सबजना खानु व्यस्त छ सोनाम शेर्पा उहाँलाई पनि अतिथि आसन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी न्युयोर्क जापानका अध्यक्ष इन्द्र सुजुकी यदि तपाईँ पनि उपस्थित हुनुभएको छ भने यस ड्यासमा आएर अतिथि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी थारू कल्याणकारिणी सभा जापानका अध्यक्ष ओम प्रकाश थारूज्यू यदि तपाईँ पनि उपस्थित हुनुहुन्छ भने ड्यासमा आएर आसन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी म आसनलाई म पुनः जोड्दै नेपाल तामाङ समाज जापानको प्रतिनिधित्व गर्दै तारा गोलेज्यूलाई म यस ड्यासमा आसन ग्रहण गर्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँलाई पनि तालीले स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी म आसनलाई पुनः जोड्दै फकाली सेवा समिति जापानको तर्फबाट रमिला गौतमज्यूलाई ड्यासमा आएर अतिथि आसन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी म अघिदेखि देखिरहेको छु स्याङ्जा समाज जापानको तर्फबाट प्रतिनिधित्व गर्दै विवेक भस्यालजी हुनुहुन्छ। उहाँलाई पनि यस ड्यासमा आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी विश्व नेपाली साहित्य महासङ्घ जापानको तर्फबाट पनि यहाँ उपस्थित हुनुहुन्छ भने आसन गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी सभापति नेपाली जनसम्पर्क समिति जापान राजेन्द्र जमर पटेल हुनुहुन्छ भने तपाईँ पनि यस ड्यासमा आएर आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अध्यक्ष नेपाली समाज जापान अध्यक्ष शिशिर निङ्लेकुजी हुनुहुन्छ भने तपाईँ पनि यसमा आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी श्रम संस्कृति पार्टी प्रवास जापान सुदन लामा यदि तपाईँ पनि उपस्थित हुनुहुन्छ भने यस ड्यासमा आएर आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। म आसन ग्रहणलाई निरन्तरता दिँदै विशेष गरेर क्रम जारी छ।
हार्दिक अनुरोध गर्न चाहन्छु सुनिता लेप्चा बहिनी यस मञ्चमा उपस्थित भइदिनु हुनमा कार्यक्रम सुरु गर्न गइरहेका छौँ। ल अब चाहिँ ग्याजेसी नाचेर अब यो ब्रेक ब्रेक हो यो ब्रेक जापानको आयोजनामा हुन गइरहेको बारबेक्यू तथा सेक्पा पङ्गाम सलामी संक्रान्ति 2026मा पालन हुने सम्पूर्ण अतिथि तथा पाहुना परिवारहरूमा हार्दिक सेवा स्वागत गर्न चाहन्छौँ। आजको यस ताम्बुङ्गा बारबेक्यू तथा सिसेका पङ्गाम कार्यक्रमलाई औपचारिकता दिनुहुन विशेष किराँत चुम्लुङ जापानका अध्यक्ष श्री बालविक्रम तिग्लाज्यूलाई आजको यस औपचारिक कार्यक्रमलाई औपचारिकता गरिदिनुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। त्यसै गरी यसै कार्यक्रमलाई मञ्चन गर्दै हाम्रो जापानको गौरवमय संस्था नेफिन जापानका काबा अध्यक्ष साथै थकाली सेवा समाजका अध्यक्ष श्री बुद्धि गौतमज्यूलाई पनि आजको यस कार्यक्रमको प्रमुख अतिथि आसन गरिनुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया खानामा व्यस्त हुँदाहुँदै पनि तपाईहरूलाई तालीले स्वागत गरिदिनुमा म हार्दिक अनुरोध गर्न चाहे। हेलो त्यसै गरी म हार्दिक अनुरोध गर्न चाहन्छु यदि मेरो प्रोनाउन्सिएसन गलत भएमा म माफी माग्न चाहन्छु। कृपया उहाँलाई पनि तालीले स्वागत गरिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी नेपाल तामाङ समाज जापानका अध्यक्ष तथा प्रतिनिधि अध्यक्ष गिरबहादुर तामाङ यदि पाल्नु भएको छ भने अतिथि आसन गरिदिनु न म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अध्यक्ष किरात राई यायुखा जापानका अध्यक्ष सुदन राई उहाँलाई देखिरहेको छैन। किरात राई यायुखा जापान किरात कुमकुम जापानका यो सबैजनालाई चाहिँ के छ भने हैन त्यसै गरी किरात कुमकुम जापानका पूर्व अध्यक्ष स्वागत गर्ने क्रम जारी छ हैन। सुधीर पालवानज्यू तपाई पनि यस जसमा आएर आसन गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। उद्घाटन हुन्छ। 1 2 3 गो। राष्ट्रगीत बसाउ।
यथास्थानमा फेरि आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्न चाहन्छु। अब सम्पूर्ण महानुभावहरू आज प्रतिकूल मौसम सँगसँगै हामी जति पनि उपस्थित सम्पूर्णले हामीले कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न पक्कै पनि गर्नेछौँ भन्ने हामीलाई लागिरहेको छ र आजको यस शिक्षक टङ्गाम तथा बार्बिक्यू कार्यक्रमका संयोजक यसै किराँत चुम्लुङ जापानका वरिष्ठ उपाध्यक्ष साथै यस कार्यक्रमको संयोजक पनि हुनुहुन्छ। आजको यस कार्यक्रमलाई स्वागत मन्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। स्वागत मन्तव्यको लागि वरिष्ठ उपाध्यक्ष सिसाम मादेम्बाज्यूलाई माइक्रोफोन अनुरोध गर्न चाहन्छु। शिक्षक टङ्गामको अवसरमा यो आयोजित कार्यक्रमको सभापति गरिरहनु भएको हाम्रो किराँत चुम्लुङ जापानका अध्यक्षज्यू, त्यस्तै गरी विभिन्न एकल जातीय हाम्रो सहयात्री संस्थाहरूबाट पाल्नुभएका सम्पूर्ण अध्यक्ष एवं पूर्व पदाधिकारी साथै कार्य समितिका सम्पूर्ण पाहुना महानुभावहरू, त्यस्तै गरी टाढा टाढाबाट पाल्नुभएको हाम्रो पत्रकार अतिथिज्यूहरू हुनुहुन्छ र त्यसै गरी विभिन्न क्षेत्रबाट पाल्नुभएको सम्पूर्ण तुतु तुम्मेहा आदाङ बादाङमाहरूलाई यो हाम्रो तुम्बाचा वनभोज कार्यक्रममा पाल्नु भएकोमा हार्दिक स्वागत गर्दै र आजको कार्यक्रमलाई सफल पार्नको निमित्त कार्य समिति लगायत पूर्व पदाधिकारीहरू जति पनि पाल्नु भएको छ, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, यहाँहरू सबैजनालाई स्वागत गर्दै र सबैजनालाई धेरै नोगेन भन्दै मेरो स्वागत मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद र बाँकीको समय चाहिँ सबैजनाले रमाइलो गर्नुहोला यो साउने संक्रान्तिको यो कार्यक्रममा भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। आजको यस कार्यक्रमका संयोजक साथै किराँत चुम्लुङ जापानका वरिष्ठ उपाध्यक्ष सिसाम मादेम्बाज्यू, म आसन ग्रहणलाई नै पुनः जोड गर्दै विशेष गरेर नेपालबाट पाल्नुभएका आमाहरू हुनुहुन्छ, जुन आमाहरू जापानको यो कर्मभूमिलाई नजर अर्थात् भ्रमण गर्न पाल्नु भएको छ, उहाँहरूलाई पनि पक्कै पनि यो विदेशी भूमिको एउटा सुवर्ण अवसरमा उहाँहरूलाई पनि सम्मानको निम्ति म यथास्थानमा उठिदिनको लागि म हार्दिक दिशा बचाउनको लागि यो काम गरिरहनु भएको छ। विगत 2012 देखि यो स्थापना भएको रहेछ यो चुम्लुङ र अहिले टिनएजरमा प्रवेश गर्दै गर्दा पछिल्लो पटक विदेशमा रहेका नेपाली समुदायहरूमा एउटा के भन्ने एउटा स्टेज आउँछ जहाँ कन्फ्लिक्टको स्टेज आउँछ, सबैलाई पद र अथवा म अलिकति अब जान्ने भएँ भन्ने एउटा अवस्था आउँदो रहेछ। अब यो कन्फ्लिक्टको अवस्था भन्नुपर्छ, यो जापानमा मात्रै होइन विश्वका हरेक पनि क्षेत्रमा यस्तो खालको अवस्था आउँदैन भन्न सकिन्न। तर त्यो अवस्थालाई त्यो समयलाई चाहिँ समायोजन गरेर अगाडि बढ्नु नै हामी नेपालीहरूको
चाहिँ उद्देश्यमा अथवा यसले नै हामीलाई चाहिँ राम्रो गर्छ भन्ने म यहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र मैले यो टिनएजरको समय चाहिँ यस्तो अवस्था हो जसले वयस्कमा जानको लागि धेरै अथवा बचपनलाई बिर्सेर अगाडि जानुपर्ने अवस्था एउटा सेन्सिटिभ अवस्था हो र यो अवस्था पार गर्दै गरेर किरात याक्थुङ चुम्लुङ जापान आज यहाँ आइपुगेको छ र यसरी सिसेक पतंगनाम मनाइरहेको छ। आगामी दिनमा किरात याक्थुङ चुम्लुङ जापानले अझै भव्य रूपमा सिसेक पतंगनामको आयोजना गरेर आफ्नो कल्चरलाई, आफ्नो भाषालाई, आफ्नो संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्न सफल होस्। अघि नै पनि भनिसक्नु भएको छ हाम्रो पूर्व अध्यक्ष मानकुमारजीले, उहाँले आफ्नो सानो बच्चालाई सुध यहाँ लिएर आउनु भएको छ। आफ्ना परिवारहरूलाई म यहाँ टिनएजरहरू नानीहरू बढी देखिरहेको छु। अबको संवाहक उहाँहरू नै हो, उहाँहरूको काँधमा नै हाम्रो भाषा, कल्चर, संस्कार र संस्कृति जोगिएको छ। र साथै मलाई खुसी लाग्यो यहाँ जनजाति महासङ्घ जापान पनि रहेछ र जापान महासङ्घले पक्कै पनि सबै जात जातिहरूको आफ्नो पहिचानको संरक्षणको लागि अब मूल्य काम गरिरहेको छ, महत्त्वपूर्ण काम गरिरहेको छ भन्ने मैले ठानेको छु। र विश्वका जुनसुकै ठाउँमा भए पनि अहिले संसार सानो भइरहेको यो अवस्थामा हामीले जापानमा छौँ अथवा युरोपमा छौँ अथवा अफ्रिकामा छौँ अथवा अमेरिकामा छौँ, जहाँ भए पनि सबै नेपाली एउटै नेपाली हो भन्ने भावनाले हामी अगाडि बढ्यौँ भने चाहे जापानमा होस्, चाहे बेलायतमा होस्, चाहे युरोपको जुनसुकै कुनामा अथवा अफ्रिका या दक्षिण अमेरिका नै किन नहोस्, हामी एउटै मालामा एउटै नेपाली भएर बाँच्न सक्नुपर्छ। तैपनि त्यो भित्र हामीले हाम्रो पहिचानको लागि, हाम्रो अस्तित्वको लागि त्यो जगेर्नाको महत्त्वपूर्ण काम गर्नुपर्छ भन्ने मलाई लागेको छ। र आफ्नो पहिचान र अस्तित्व जगेर्नामा किरात याक्थुङ चुम्लुङ जापानले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। साथमा यसलाई संरक्षण गर्नको लागि नेपाल आदिवासी जनजाति महासङ्घ जापान शुद्ध लागि परेको हामीले महसुस गरेका छौँ। र यो घडीमा म पुनः यहाँहरू सबैलाई यो सिसेक पतंगनाम 2023 को हार्दिक मङ्गलमय शुभकामना दिँदै यो रमाइलो गर्ने अवसरमा पनि छोटो मन्तव्य राख्ने अझ मिठो भन्नुभएको थियो गोसकज्यूले। मिठो त भयो भएन, तैपनि यहाँ सबैलाई धेरै धेरै यरिक धन्यवाद दिन चाहन्छु। सेवारो नोगेन, थ्याङ्क यू। धन्यवाद। पत्रकार महासङ्घ युके अध्यक्ष विमला सेनेयङज्यू, उहाँलाई एकदम छोटो मिठो अति नै मिठो हो। धेरै धेरै धन्यवाद नोगेन। अब कार्यक्रमको अन्तिम चरणमा आइपुगिसकेका छौँ। विशेष गरेर युकेबाट र नेपालबाट आफ्नै समुदायको हस्ती पत्रकार महिलाजीहरू आउँदाखेरि हामी हृदयदेखि नै गर्वभित भएकै छौँ। त्यसै अलावामा छोटो समयमा हामीले उहाँहरूलाई एउटा सम्मान पत्र दिने भन्ने सल्लाह गरेर आज यसै कार्यक्रमबाट उहाँहरूलाई एउटा सम्मान पत्र दिने कार्यक्रम राखेका छौँ। म आजको यो सिसेक पतंगनाम 2086 तथा ताम्बुङ्जा बार्बिक्यू कार्यक्रमका प्रमुख अतिथि साथै पुनः पनि दाई अलिक बिजी नै हुनुहुन्छ जस्तो छ, संस्थापक अध्यक्षज्यू तपाईँ पनि यहाँ भइदियो भने सुनमा सुगन्ध हुन्छ कि भन्ने लागेको छ। तपाईँ पुनः दुःख दिन चाहे यहाँ उपस्थित भइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। मजाले खाइन्छौँ, खाइसकेपछि बेलुका भएपछि हामीले सागनाममा कार्यक्रम गर्ने गरिन्छ। सायद हामीले पनि भरपूर्ण खाएका छौँ जस्तो लाग्छ। अब त्यसपछि हामीले सम्पूर्ण चिजले अघायौँ। अब हामीलाई साग हुँदैन, मतलब हामीले अनिकाल हुँदैन भन्ने अर्थमा चाहिँ हामीले यो कार्यक्रम गर्ने गर्छौँ। त्यो कार्यक्रम गर्नको लागि पनि रेडी अवस्थामा रहन म हाडी फराइराखेका छौँ।
त्यसमा सहभागी हुन म हार्दिक अनुरोध चाहन्छु र त्यसै गरी हामीले अर्को रमाइलोको लागि एउटा युवाहरूको लागि चाहिँ यसो लङ जम्प कार्यक्रम राखेका छौँ त्यसमा सरिक गर्नको लागि म हार्दिक अनुरोध गर्दै अहिलेलाई यस औपचारिक कार्यक्रमलाई अन्त गरिदिनको लागि यस शिक्षक तथा बार्बिक्यू कार्यक्रमका सभाध्यक्ष श्री बालविक्रम अध्यक्षज्यूलाई माइक्रोफोन हस्तान्तरण गर्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। नोगेन धन्यवाद। किराताकुङ चुम्लुङ जापानका महासचिव, अन्य मित्र, शिक्षक पतङ तामाङचा बार्बिक्यू कार्यक्रमका कार्यक्रम सञ्चालक, आजको यस शिक्षक पतङ नाम किराताकुङ चुम्लुङ जापानले आयोजना गर्दाखेरि जापान जस्तो व्यस्त ठाउँमा पनि यहाँहरूले चाहिँ आफ्नो समय व्यवस्थापन गरी थोरै बचेको समयलाई पनि बचाएर हाम्रो निमन्त्रणालाई स्वीकारी यहाँहरू यहाँ आइदिनु भएको छ। यहाँहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो शिक्षक पतङ नाम 2083 यो चाहिँ साउने सङ्क्रान्ति हाम्रो चाहिँ अनिकाल खेलाउने, लुतो भगाउने रहन्छ। यो चाहिँ हामी स्पेसल्ली चाहिँ अघि धेरै साथीहरूले भनिसक्नु भएको छ। यो चाहिँ हामीले अनिकाल खेलाउने पर्वको रूपमा पनि लिन्छौँ। अब यो चाहिँ हाम्रो समय कट्यो भनेर त्यसो भएको हुनाले यो कार्यक्रमलाई सफल बनाउनको निम्ति प्रत्यक्ष रूपमा, अप्रत्यक्ष रूपमा र सामाजिक सञ्जाल मार्फत या विभिन्न माध्यमहरू मार्फत हामीलाई सहयोग गर्नुहुने तपाईँहरू सबैमा चाहिँ हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यही मौकामा हाम्रो एनएफजे ग्लोबल कन्फरेन्समा आउनुभएका पत्रकार प्रिय मित्रहरू, उहाँहरू युकेबाट नेपालबाट आउनुभयो र संयोगवश हामीले पनि यो शिक्षक पतङ नाममा उहाँहरूलाई निमन्त्रणा गर्ने अवसर पायौँ र उहाँहरू आइदिनुभयो। उहाँहरूलाई पनि हाम्रो किराताकुङ चुम्लुङ जापानको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै नोगेन र धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिले यो हाम्रो पत्रकारिता जगतमा अत्यन्तै आदिवासी जनजातिहरूको छौँ, एक्ज्याक्ट चाहिँ भएन, त्यति हुँदा पनि यहाँबाट चाहिँ उहाँहरूले सङ्घर्ष गरेर यो स्थानसम्म आइपुग्नु र यो स्थान उहाँहरूले यो स्थानहरूमा चाहिँ रहँदाखेरि हामीले चाहिँ लिम्बू भएर र म आफै पनि लिम्बू भइरहँदाखेरि चाहिँ मैले चाहिँ उहाँहरूप्रति एकदमै गौरवान्वित भएको महसुस गरेको छु र गर्व पनि मानेको छु र यसप्रति उहाँहरूप्रति पनि म एकदम आभार पनि व्यक्त गर्न चाहन्छु। र त्यसै गरी आजको यो ताम्बुङजा कार्यक्रममा आउनुभएका तपाईँहरू तमाम सबैजनालाई चाहिँ हार्दिक धन्यवाद आभार व्यक्त गर्दै आजको यस कार्यक्रम औपचारिक रूपमा समापन भएको घोषणा गर्दै म अब यहाँदेखि पछाडि हाम्रो अन्य कार्यक्रमहरू रहेको हुनाले ढोल नाच्ने, छेलो हाल्ने र हाँडी फुटाउने लगायतका विभिन्न कार्यक्रमहरू, रमाइलो कार्यक्रमहरू पनि रहेको छ। यहाँ चाहिँ हामी सबै रमाउनेछौँ भन्दै औपचारिक कार्यक्रम चाहिँ यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। नोगे। अब कार्यक्रम तेरो हिँड्नमा तेरो यो दुईटा लाइन हाम्रो लिम्बू भाषामा छ, त्यो चाहिँ एकदम सबैले फलो गर्नु होला। साथमा तेगो हिँड्नमा तेरो, साथमा तेगो हिँड्नमा तेरो, साथमा तेरो हिँड्नमा तेरो। यो दुईटा लाइन हाम्रो लिम्बू अक्सरे खासे माकी तुमसे मंदा तुमसे
सफेदा तुमसे खासे खासे माकी तुमसे खासे लो माकी तुमसे खासे लो मंदो तुमसे खासे लो मंदो तुमसे खासे लो साकना mateego hingga mateego साकना mateego hingga mateego sakare khase sakare ramle Negok pura sakna nate chegro Negok pura sakna nate chegro Negok pura sakna nate chegro Sakna mateego hingga mateego Sakna mateego hingga mateego Sakna mateego hingga mateego Sakna mateego hingga mateego Maki tumse khase khasya mando tumse khase khasya Safendare khase khasya yang yupare yore laro Medakure saknam nateskero Medakure saknam nateskero Sakna mateego hingga mateego Sakna mateego hingga mateego यो चाहिँ अब दुई लाइनको चाहिँ म अर्थ लगाएर सुनाइदिन चाहन्छु अनिकाल जाऊ सहकाल आऊ अनिकाल जाऊ सहकाल आऊ अनिकाल गयो सहकाल आयो भन्ने नारा थियो यो चाहिँ विशेष गरेर हामीले अनिकालले जित्यौं अब हामी यो भूमिमा यो जगतमा हामी जाग्छौं हामी मर्दैनौं है भन्ने यो चाड विशेष गरेर हामीले यो सिसेक्वातङ नाम भन्ने गर्दछौं यो साउने तक्राइत्र मनाउने गर्छौं यो मनाउने तरिका यस्तै हो दिउँसो खानेकुराहरू बनायो खायो पाउनपात आयो साथीहरू भेला भयो बेलुका भएपछि प्रत्येक घरमा ढिङ्ग्रो पिट्दै यही नारा लाउँदै अगुल्टोसँग किनारा कट्ने गरी त्यही पठाउनु पर्छ त्यहाँ फर्केर आउँदैन भन्ने मिथ्या छ यहाँहरू सबैले सहयोग दिनुभएकोमा धेरै धेरै धन्यवाद पुनः अब रमाइलो कार्यक्रममै जोडिनेछौँ खान पिउन सम्पूर्ण नछुटिकन लिनुहोला तपाईँहरू हाम्रो कार्यक्रममा यदि नजिकै हुनुहुन्छ भने आइदिनु होला किनभने प्रताप केन्दुवा मादेन चाहिँ नजिकै सँगै बसेर नि खाएको माकी तुमसे मंदा तुमसे सफेदा तुमसे खासे खासे माकी तुमसे खासे रो माकी तुमसे खासे रो मंदा तुमसे खासे रो मंदा तुमसे खासे रो साकना mateego hingga mateego sakna mateego hingga mateego sakare khase sakare ramle Medakure sakna nate chegro Medakure sakna nate chegro Medakure sakna nate chegro Sakna mateego hingga mateego Sakna mateego hingga mateego Sakna mateego hingga mateego Sakna mateego hingga mateego Maki tumse khase khasya mando tumse khase khasya Safendare khase khasya yang yupare yore laro Medakure sakna nate chegro Medakure sakna nate chegro
अनिकाल जाऊ सहकाल औ अनिकाल जाऊ सहकाल औ अनिकाल गयो सहकाल आयो भन्ने नारा छ। यो चाहिँ विशेष गरेर हामीले अनिकालले जित्यौँ। अब हामी यो भूमिमा यो मलाई भयो कहिलेबाट हो होइन म कहिलेबाट आजलाई भयो। ठिक छ धन्यवाद। अप्ठ्यारो हुन्छ ठिक छ के छ।
election na. Election na. यहाँ दाजु ल फेरि अर्को सब थाहै हो गाइस यो सबै इन्डिङ है हाम्रो इन्डिङ हो
अलिक फास्ट र अब सकामला गरे भयो धान सुरु भयो धान सुरु भयो लगाइछ धान नाच्न सुरु गर्दाखेरि बिजो भइसक्यो
हुन्छ माङलाङै टुनमा जानु खोज्छ होइन त्यो अघिको टुन हान्थ्यौँ त्यसपछि माङमाङमा जाउँ क्या एक राउन्ड चाहिँ हान्नुपर्छ ल है यो है यो चाहिँ एक स्टेप जाने यसले जुट्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजना तपाईँको नराम्रो लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामीले प्रयोजन गरेका सम्पूर्ण सरसामानहरू सबै थन्क्याएर मात्र हामी यो स्पटबाट जान पर्ने हुन्छ। त्यसैले जति पनि हामीले प्रयोग गरेका सामानहरू गोलीहरू सबै सुकाएर यसमा भन्दा ठुलो ढोल छ खै हाते होला हाते भयो चाहिँ कार्यक्रम इन्डिङको नाच हो। हामी चाहिँ थाकेर बस्यौँ। थाक्नु भयो हजुर? हामी चाहिँ थाकेर बसेको यहाँ नथाक्ने मान्छेहरू चाहिँ नाचिराख्नु भन्छ। तपाईँ तिमीहरू ननाच्ने ननाच्ने
मस्त उनीहरूलाई उसको तर यस्तो खुल्ला चौरमा यस्तो है दामी क्या ल यो चाहिँ होइन जसले बुझ्नुले चाहिँ यो रक्सी खाने रे कुदेर हुँदैन हात उठाए मैले लिएर आउनु न अन्जाने हुनेछ है सबैजनालाई स्वागत भाइ रमाइलो भयो आजको चाहिँ एकदमै रमाइलो हाम्रो सशक्त यस्तो दामी छ लोकेसन चाहिँ अब यो ठाउँमा चाहिँ एकदम राम्रो प्रोग्राम यसपालिको होइन मजाको भएको छ अब जानेछ हामी बच्चाहरू छ ल आजको ब्लग यही थियो सानो छिटो मिठो एकदम रमाइलो भयो साथै तमनाम अर्को प्रोग्राममा फेरि भेट हुनेछ भन्ने आशा गर्छु तपाईँहरूले सम्पूर्णले राम्रो हेरिदिनु होला होइन ब्लग फुल हेरिदिनु होला सपोर्ट गरिदिनु होला सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बाबा भन्न चाहन्छु फेरि अर्को भिडियोमा भेटौँ होला यसलाई बाबा गाइज हो त्यहाँ भएको प्रोग्राम चाहिँ अझै नाचिरहनु भएको छ उनीहरू चाहिँ नाचिरहनु भएको छ होइन हामी चाहिँ लाग्यौँ ल यस्तो छ है त गाइज लाग्यो अब सबैजना भेटघाट सेटघाट रमाइलो भयो कस्तो भयो रमाइलो के भएन भन्छु कस्तो भयो भनेको ए एकदम रमाइलो भयो के च्याब्रुङ नाच्यो घर लगाएर आएको ल्याङफ्याङ भयो सब खोलेर कस्तो भयो तपाईँलाई चाहिँ मलाई चाहिँ एकदम रमाइलो भयो शीतल भयो सोच्यो भन्दा धेरै शीतल भयो खानेकुरा बेस्ट रमाइलो नै खानेकुरा बेस्ट सेवा बेस्ट अनि रमाइलो भयो धेरै रमाइलो राम्रो होला भन्ने आशा गरौँ यस्तै मौसमले पनि साथ दियो मौसम साथ दियो आज एकछिन पानी परे पनि दियोस् पछि चाहिँ रहेर राम्रो भयो